आई एम स्योर यु आर अल्सो मेकिङ अ मिस्टेक लाइक मी। राति सुत्ने बेलामा सोसल मिडिया चलाउँदा चलाउँदै निदाउने, वा अलार्म राखेर फोनलाई सिरानीमा च्यापेर सुत्ने, वा फोनमा फुल चार्ज होस् भनेर राति सुत्ने बेलामा फोनलाई चार्जमा राखेर सुत्ने। रिसर्च फाउन्ड दिस इज कम्प्लिटली ब्लन्डर। इट्स नट जस्ट अ मिस्टेक, इट्स ब्लन्डर। जब फोनमा वाइफाई वा मोबाइल डेटा अन हुन्छ, फोनले कन्टिन्युअसली रेडियो वेभ्स ट्रान्सफर एन्ड रिसिभ गरिरहेको हुन्छ। वाइ ह्युमन सुड स्लिप भन्ने कुरा थाहा छ नि हामीलाई। सुत्नु भनेको नट जस्ट हात खुट्टा जस्ता एक्सटर्नल अर्गनलाई रेस्ट दिनु। सुत्दा अत्यावश्यक बाहेक अरू इन्टर्नल अर्गनले पनि रेस्ट पाउनुपर्छ। तर हाम्रो सोसल मिडिया अन गरेर सुत्ने, अन गरेर उठ्ने बानीले मेलाटोनिन हर्मोन, जसलाई स्लिप हर्मोन पनि भन्ने गरिन्छ, त्यसलाई डिस्टर्ब गरिदिन्छ। माइन्ड जति रिल्याक्स भएर रिपेयर हुनुपर्ने हो त्यो कुरालाई पनि डिस्टर्ब गरिदिन्छ। त्यसले गर्दा सुत्दा धेरै सपना देखिने, तर्सिने, बेला बेलामा बिउजिने जस्ता बिहेभियरहरू देखा पर्न थाल्छन्, जुन कुराहरू अहिले नर्मल लाग्न थालिसक्यो। यो कुराले तत्काल ह्युमन बिहेभियरमा चेन्ज आउने, बढी झर्किने, फ्रस्ट्रेसन बढाउने जस्ता असरहरू देखिन्छन् भने लङ टर्म हेल्थ इस्यु जस्तै मेन्टल हेल्थ इस्यु जस्ता समस्या पनि देखा पर्ने गर्छन्। त्यस्तै मोबाइल चार्जिङमा राखेर नजिकै सुत्दा इलेक्ट्रिक फिल्ड र हिट रेडिएसनले घेर्ने भएकाले हामीलाई चाहिने जति रेस्ट नपुग्ने हुन्छ। रिसर्चले केही सोलुसन पनि रिकमेन्ड गरेको छ, जस्तै सुत्दाखेरि फोन अफ गरेर सुत्ने, त्यस्तो गर्न नसके फोनलाई फ्लाइट मोडमा राखेर सुत्ने, वा त्यस्तो पनि गर्न नसके फोनको वाइफाई र मोबाइल डेटा अफ गरेर आफूभन्दा टाढा राखेर सुत्ने। अत्यावश्यक बाहेक अरू सिचुएसनमा फोनलाई चार्जिङमा राखेर नजिकै नसुत्ने। आजैबाट सुत्नुभन्दा 1 घण्टा अगाडि नै फोनलाई चार्जबाट निकालेर वाइफाई र मोबाइल डेटा अफ गरेर फोनलाई शान्त हुन दिनुस् र आफू पनि रिल्याक्स भएर शान्तसँग सुत्नुस्। अझ बेटर त रुममा भएको वाइफाईको राउटरलाई अफ गरिदिनुस्। प्याकअप भाइ, अब क्यामेरा अफ कर। राउटर अफ गर्दिम। भाग, तेरो भाउजूले आज राति मेसेज गर्छु भनिछे।